सेल्फी स्टिक यति लामो हुन्छ भनेर मैले सोचेकै थिएन। अनि असार 15 मा दही चिउरा खानु भयो त। अलराइट गाइज, सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आजको मिनी भ्लग चाहिँ बिहानैबाट सुरु गरेँ। आज चाहिँ रातिदेखि एकदमै पानी परिरहेको थियो अनि अहिले बिहान भन्दा यस्तो खतरा पानी परिरहेको छ कि मैले सोचेको पनि थिएन। आज भोलि चाहिँ रातभर एडिटिङ गर्नु परेर होला, सायद राम्रोसँग सुत्न पनि पाइरहेको छैन। बिहान 6-9 बजीकन निन्द्रा खुल्दैन अनि पढ्न पनि भ्याउँदैन। सो अनि म चाहिँ अहिले काममा जान लागिरहेको छु। सायद पानी परोस् या नपरोस्, तर हामी जस्तो काम गर्ने मान्छेलाई चाहिँ कहिले पनि झेक्न सक्ने रहेनछ। अनि अहिले चाहिँ लगभग 6:15 भइरहेको छ अनि म चाहिँ अहिले कामको पानी परिरहेको कारणले चाहिँ मैले एक हातले मोबाइल एक हातले छाता समाइरहेको छु। आज असार 15 भएको कारणले दही चिउरा खानु पर्छ भनेर दही किनेर लिएर गएँ। अनि एउटा सेल्फी स्टिकको पनि जरुरत परिरहेको थियो, त्यही भएर एउटा सेल्फी स्टिक पनि किनेँ। आएर मस्तले नुहाइ धुवाइ पनि गरेँ। अनि म चाहिँ अघि भर्खर लिएर आएको सेल्फी स्टिक अनबक्सिङ गर्न लागेँ। सेल्फी स्टिक चाहिँ मलाई राम्रो नै लाग्यो। त्यसपछि मैले चाहिँ दही र चिउरा खाएँ। आँप पनि थियो, आँप चाहिँ खाउँला भनेको आँप चाहिँ बिर्सिएछ, भिडियो बनाउने बेला मात्रै याद आयो। अनि हजुरहरूले चाहिँ दही चिउरा खानु कि खानु भएन भनेर कमेन्टमा भनिदिनु होला। अनि मैले चाहिँ आज 2 चोटि खाएँ। अनि आजलाई चाहिँ भिडियो यतिसम्म। यदि हजुरहरूलाई भिडियो मन पर्यो भने चाहिँ भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अर्को भिडियोमा कुनै नयाँ भ्लगमा। ओके, बाई बाई।